नमस्कार अनि स्वागत छ मेरो YouTube च्यानलमा। आज मैले एउटा फरक विषय लिएर आएको छु। मतलब आज मैले लोकसेवाको महत्त्वपूर्ण प्रश्न उत्तरहरू लिएर आएको छु। फर्स्ट ट्राई हो मेरो यो। आज मैले जम्मी 30-31 वटा क्वेशन लिएर आएको छु, जसमा जीके क्वेशनहरू मात्रै छन्। अब यसको बारेमा हामी छलफल गर्दैछौँ। फर्स्ट क्वेशन हेरौँ। नेपालले विश्वको कति क्षेत्रफल ओगटेको छ भनेर सोधेको छ। हाम्रो देश नेपाल चाहिँ 0.03% विश्वको क्षेत्रफलमा ओगटेको छ भनेर हामी भन्न सक्छौँ। अर्को क्वेशन, नेपाल एसियाको कुन भागमा पर्छ? अब जस्तै नेपाल इज अ साउथ एसियन कन्ट्री भनेर इस्ट वेस्ट नर्थ साउथ, पूर्व पश्चिम उत्तर दक्षिण भनेपछि नेपाल चाहिँ दक्षिण क्षेत्रमा अवस्थित छ भनेर हामी भन्न सक्छौँ। अर्को क्वेशन, नेपालको कुल क्षेत्रफल कति हो अथवा कति रहेको छ भनेर सोधेको छ। 1,47,181 त यो त पहिलाको थियो। अहिले अलिकति बढेको छ, लिपुलेखहरू बढ्दाखेरि 1,47,516 रहेको छ है त। 1,47,516 स्क्वायर किलोमिटर चाहिँ नेपालको जम्मा क्षेत्रफल रहेको छ। नेपालले एसियाको, अघि विश्वको हामीले पढेको थियौँ, विश्वको 0.03% ओगटेको छ भने एसियामा चाहिँ 0.3% क्षेत्रफल नेपालको रहेको छ। अर्को क्वेशन, नेपालको पूर्व पश्चिम औसत लम्बाइ कति छ? पूर्व पश्चिम भनेपछि मेचीदेखि महाकालीसम्म औसत रूपमा लम्बाइ 885 किलोमिटर रहेको छ। अब पूर्व पश्चिमको औसत लम्बाइ 885 रहेको छ भने उत्तर दक्षिण चौडाइ चाहिँ 193 किलोमिटर रहेको छ। 7 नम्बर, नेपाल कति अक्षांशमा पर्दछ? यो 26 डिग्री 22 मिनटदेखि 30 डिग्री 27 भनेपछि उत्तरसम्म, भनेपछि फर्स्टकै एन्सर चाहिँ राइट एन्सर भयो। नेपाल 26 डिग्री 22 मिटर उत्तर अक्षांशदेखि 30 डिग्री 27 मिटर उत्तर अक्षांशसम्म रहेको छ। अब देशान्तर, नेपाल चाहिँ कति देशान्तरमा पर्दछ भन्दाखेरि 84, 88, 12 भनेपछि यो पर्यो, बी नम्बर भयो। 80, 4, 80 मा 8 जोड्दा 88, 4 मा 3 ले गुणन गर्दा 12 भनेपछि 80 डिग्री 4 मिनट पूर्वी देशान्तरदेखि 88 डिग्री 22 मिनट पूर्वी देशान्तरसँग नेपालको देशान्तर पर्यो। अब नेपाल समुद्रबाट कति टाढा छ? नेपाल चाहिँ समुद्रबाट 1127 भनेपछि 1127 किलोमिटर टाढा छ। यो 1028 चाहिँ महेन्द्र हाइवेको लम्बाइ हो, कन्फ्युज पार्नको लागि मैले यहाँ राखेको थिएँ। अर्को क्वेशन, नेपाल भारतभन्दा कति गुणा सानो छ? नेपाल चाहिँ भारतभन्दा 22 गुणा र चीनभन्दा 65 गुणा सानो छ है। चीनभन्दा 65 गुणा सानो छ। अर्को 12 नम्बर, नेपालबाट तेस्रो नजिकको, अब जस्तै नेपालको दोस्रो नजिक, दुईटा नजिक भनेको इन्डिया र चाइना हो। इन्डिया र चाइना पछिको नजिकको देश भनेको, तेस्रो नजिकको देश भनेको बङ्गलादेश हो। यो चाहिँ 27 किलोमिटर टाढा छ। अब तेस्रो बङ्गलादेश हो भने चौथो नेपालको नजिकको देश भनेको भुटान हो। अब नेपालको समय चाहिँ कुन हिमाललाई आधार मानेर निर्धारण गरेको हो भनेको छ। अब सगरमाथा, अन्नपूर्ण, गौरीशङ्कर, मनासलु भनेपछि गौरीशङ्कर हिमाललाई आधार मानेर नेपालको समय निर्धारण गरिएको हो। गौरीशङ्कर हिमाल चाहिँ दोलखा जिल्लामा पर्छ र आधार मानेको चाहिँ 2042 साल वैशाख 1 गते हो।
अब नेपालको ठुलो नदी कुन हो? सबभन्दा ठुलो नदी भनेको कोशी हो। नेपालको लामो नदी कुन हो? अब एउटा गीतै छ, कर्णालीको लामो पुल भनेर सम्झिने। कर्णाली नदी चाहिँ सबभन्दा लामो नदी भयो। भौगोलिक हिसाबले नेपाललाई कति भागमा बाँडेको छ? भौगोलिक हिसाबले नेपाललाई 3 भागमा बाँडेको छ, हिमाल, पहाड र तराई। अब हिमाली प्रदेशमा कतिवटा जिल्ला छ भनेर सोधेको छ। हिमाली प्रदेशमा 21 वटा, तराईमा पनि 21। अब बाँकी रहेको 77 जिल्ला भनेपछि 35 वटा जिल्ला चाहिँ पहाडी प्रदेशमा रहेको छ। 35 वटा जिल्ला पहाडीमा, हिमालीमा पनि 21 पहाडी, अनि त्यसपछि तराईमा पनि 21 वटा जिल्ला रहेको छ। अर्को, हिमाली प्रदेशले ओगटेको क्षेत्रफल कति हो भनेर सोधेको छ। हिमाली प्रदेशले 15% क्षेत्रफल ओगटेको छ। पहाडी प्रदेशले सबभन्दा धेरै 68% क्षेत्रफल ओगटेको छ र तराई प्रदेशले 17% क्षेत्रफल ओगटेको छ। अर्को क्वेसन, एउटै नामले दुईतिर बग्ने नदी कुन हो? एउटै नामले दुईतिर बग्ने नदी राप्ती हो। अप्सन नम्बर सी भयो यसको एन्सर। नेपालमा नदीहरू कति छन् भनेपछि नेपालमा 6000 भन्दा बढी नदीहरू छन्। काठमाडौँ उपत्यकामा कस्तो माटो पाइन्छ? काठमाडौँ उपत्यकामा तलैया माटो पाइन्छ। तलैया माटो चाहिँ कृषिको लागि राम्रो माटो मानिन्छ। अनि सगरमाथाको नयाँ हाइट, अहिले उचाइ नयाँ कति छ भनेर सोधेको छ। विश्वको अग्लो शिखर सगरमाथाको उचाइ कति हो? 8848 चाहिँ पहिलाको थियो, अहिले 8848.86 मिटर चाहिँ नयाँ उचाइ भयो। क्षेत्रफलको हिसाबले नेपालको ठुलो जिल्ला कुन हो? नेपालको ठुलो जिल्ला भनेको डोल्पा हो क्षेत्रफलको हिसाबले। सानो जिल्ला भनेको भक्तपुर हो। अनि जनसङ्ख्याको हिसाबले नेपालको ठुलो जिल्ला भनेको सबभन्दा धेरै मान्छे काठमाडौँमा छन्, त्यही भएर काठमाडौँ हो। अनि जनसङ्ख्याको हिसाबले सानो जिल्ला भनेको सबभन्दा थोरै मान्छे मनाङमा छन्, त्यही भएर एन्सर मनाङ भयो। एकचोटि अब यसलाई फेरि रिभाइज गरौँ। जनसङ्ख्याको हिसाबले नेपालको सानो जिल्ला मनाङ हो, थोरै मान्छे छन् त्यही भएर भयो। जनसङ्ख्याको हिसाबले ठुलो जिल्ला भनेको काठमाडौँ हो, धेरै मान्छे बस्छन्। सानो जिल्ला भनेको भक्तपुर हो। क्षेत्रफल नक्सामा हेर्नु होला, सबभन्दा सानो जिल्ला चाहिँ भक्तपुर देखिन्छ। क्षेत्रफलको हिसाबले सबभन्दा ठुलो जिल्ला भनेको डोल्पा हो। र विश्वको अग्लो शिखर सगरमाथाको उचाइ कति हो भनेको छ 8848 चाहिँ पहिलाको थियो, अहिले चाहिँ 8848.86 मिटर रहेको छ। त्यसपछि काठमाडौँ उपत्यकामा कस्तो माटो पाइँदो रहेछ त? तलैया माटो पाइँदो रहेछ। नेपालमा नदीहरू 6000 भन्दा बढी छन्। अनि एउटै नामले दुईतिर बग्ने नदी चाहिँ राप्ती हो। कोशी चाहिँ सबभन्दा ठुलो नदी हो। अनि गण्डकी भनेको गहिरो नदी हो, गण्डकी गहिरो, यसरी याद गर्नु होला। अनि महाकाली भनेको चाहिँ पश्चिममा नेपाल र भारतको सिमाना छुट्याउने नदी भयो। तराई प्रदेशले 17% ओगटेको छ ठाउँ। पहाडी प्रदेशले 68% ठाउँ ओगटेको छ। हिमाली प्रदेशले क्षेत्रफलको हिसाबले 15% ओगटेको छ। र तराईमा 21 वटा जिल्ला छ, पहाडमा 35 वटा जिल्ला छ, हिमालमा 21 वटा जिल्ला भनेपछि हिमाल र तराईमा 21 वटा जिल्ला, अनि बाँकी रहेको 35 जिल्ला चाहिँ पहाडमा छ भनेपछि जम्मा हाम्रो 77 वटा जिल्ला छ। भौगोलिक हिसाबले नेपाललाई 3 भागमा बाँडेको छ, हिमाल, पहाड र तराई। नेपालको लामो नदी भनेको कर्णाली हो। कोशी चाहिँ ठुलो हो, गण्डकी गहिरो हो, कर्णाली चाहिँ लामो नदी भयो। महाकाली अघि नै पनि मैले भनिहालेँ, पश्चिममा इन्डिया र नेपाल छुट्याउने एउटा सिमानाको रूपमा महाकाली नदीले छुट्याउँछ। त्यसपछि नेपालको समय चाहिँ गौरीशङ्कर हिमाललाई आधार मानेर समय निर्धारण भएको हो।
नेपालमा नेपालको नजिकको देश भनेको इन्डिया र चाइना हो। इन्डिया र चाइना पछि बङ्गलादेश हो। बङ्गलादेश 27 किलोमिटर नजिक रहेको छ नेपालभन्दा। त्यसपछि बङ्गलादेशपछि भुटान हो। भुटान चाहिँ 32 किलोमिटर नजिक रहेको छ। अब नेपालभन्दा चाइना चाहिँ 65 गुणा ठुलो छ र नेपालभन्दा भारत चाहिँ 22 गुणा ठुलो छ। अनि समुद्रबाट नेपाल 1127 किलोमिटर टाढा रहेको छ। नेपाल कति देशान्तरमा पर्दछ भन्दाखेरि 80 4 88 12 80 4 88 12 पूर्वी देशान्तरभित्र पर्यो। अक्षांश भन्दाखेरि 26 22 26 मा 4 जोड्ने 22 मा पनि अब 4 5 जोड्ने भनेर सम्झिने 26 मा 30 22 मा 27। अनि उत्तर दक्षिण औसत चौडाइ भनेको 193 किलोमिटर हो। पूर्व पश्चिम औसत लम्बाइ भनेको 885 किलोमिटर रहेको छ। एसियाको 0.3%, त्यसपछि विश्वको 0.03% नेपाल छ। नेपालको कुल क्षेत्रफल भनेको 1,47,516 वर्ग किलोमिटर रहेको छ, स्क्वायर किलोमिटर रहेको छ। नेपाल एसियाको दक्षिण भागमा रहेको छ, त्यही भएर यसलाई साउथ एसियन कन्ट्री भनिन्छ। त्यसपछि विश्वको 0.03% क्षेत्रफल नेपालले ओगटेको छ। हवस् त, आज मैले तपाईहरुलाई 31 वटा प्रश्नहरू लिएर आएको थिएँ। भूगोलबाट सम्बन्धित प्रश्नहरू थिए यी। म पनि ट्राई नै गर्दैछु, म पनि सिक्दैछु। यसरी मलाई पनि चाँडै याद हुँदो रहेछ भनेर मैले भिडियो पनि मलाई पनि याद होस् र तपाईहरुलाई पनि सहयोग होस् भनेर मैले यसरी क्वेशन बनाएको छु। भिडियो मन परे लाइक, कमेन्ट, सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। धन्यवाद।